आमा मलाई पढाइका लागि केही पैसा चाहियो। त्यही बुवाले दिनुभएको तिलहरी छ, बन्दकी राखेर पैसा दिउला नि। सुरज, तिमी पढेर ठूलो मानिस बन्नु है। आमा, म प्रयास गर्नेछु, पक्का। आमा, म पढेर काम गरेर यो तिलहरी चाँडै निकाल्दिन्छु है। हुन्छ बाबु। सुरज, आफ्नो ख्याल राख्ला बाबु। म चाँडै फर्केर आउँछु अनि घर बनाउँछु आमा। रुन हुन्न भन्छन् तर आमा त परे। आमा, म चाँडै आउँछु। यो परदेशी बत्ती तिमी आउन्जेल बाली राख्छु बाबु, चाँडै आऊ है। हजुरको छोरा विदेशमा दुर्घटनामा परेका छन्। के भयो मेरो छोरालाई? कसरी भयो हे भगवान? आमा, ढितो राखेको सुन पनि त्यसै जाने भयो, घर पनि बन्न सकेन, म असफल भए। सन्तान भन्दा ठूलो सुन हुँदैन बाबु, तिमी हुनु जस्तो केही हुँदैन। घर फेरि बनाउला, तर तिमी बिना मेरो संसार नै हुँदैन। आमा, तपाईको सपना पूरा गर्न गएको थिए, उल्टो बोझ भएर आए। आफ्नो सन्तान आमालाई कहिले पनि बोझ हुँदै बुझिस् बाबु। आमा, यो खेतहरू जस्तै मेरो सपना पनि हरियो थियो। बाबु, एउटा बाली जान्छ फेरि रोपाई हुन्छ, मानिसको जीवन पनि त्यस्तै हो, फेरि पलाउँछ। बुढी भएको आमाले कतिन्जेल घिसार्न पर्ने हो? म गर्छु, जति सक्छु त्यति गर्छु। सँगैको साथीले घर बनाइ भ्याउन आँट्यो, मैले त्यहाँ बन्दकी राखेको सुन पनि निकाल्न सकिन। तिमीलाई याद छ बाबु, तिमी रङले संसार बनाउँथ्यौ। अब के बनाऊ आमा, जब आफ्नै जीवनमा रङ छैन। कहिलेकाहीँ भगवानले बाटो बन्द गर्छन्, किनकि उनले हामीलाई नयाँ ढोका खोल्न सिकाउन चाहन्छन्। बेरंग सी है बड़ी जिन्दगी, इनमें कोई रंग तो भर दे। बिस्तारै सबै ठिक हुँदै थियो, तर आमालाई सास फेर्न पनि पैसा चाहिने रोग लाग्यो। म हुँदा तपाईलाई झन् दुःख भयो, म नहुँदो त सायद सजिलो हुन्थ्यो। आमाको लागि कहिले पनि आफ्नो सन्तान कुनै हालतमा बोझ हुँदैन, बुझिस् नि। यो कुरा मेरो छोरालाई नभन्नुस् है, अनि मेरो पैसा पनि दिनुहोस् आजै थोरै। ठिक छ, चिन्ता नगर। हामीले सम्झ्यौं। बाबु, म जहाँ भए पनि तिमीलाई खुसी मात्र देख्न चाहन्छु है। आमाले जाँदा जाँदै पत्र छोडेकी थिइन्। पत्रभित्र के लेखिएको थियो? आमाले के गरिन्? सुरज, तिमीले यो पत्र पाउँदा म यो संसारमा हुन्दिन। यो बाकसमा तिम्रो उपचारको पैसा छ, आफ्नो उपचार गर अनि धेरै प्रगति गर्नु है बाबु। सुरज, ढितो राखेको तिलहरी त्यो पनि मैले निकालेर यही बाकसमा छोडेकी छु, मेरो बुहारीलाई चिनो दिनु है। आमा, आज म हिँड्न सक्ने भए तर खुसी हुन सकिन्, मेरो खुट्टाको मूल्य हजुरको मुटुले चुकायो। आमा, हजुरले मेरो लागि आफ्नो मुटु किन बेच्नुभयो? मलाई मुटु भनेर मुटुमै साट्नु भयो है। आमा, किन यस्तो गर्नुभयो? त्यो दिन मेरो सास रोकिए भए आज हजुरले आफ्नो सास त्याग्नु पर्थेन। यो तिलहरी सम्हालेर राखे प्रेरणा, यसमा मेरो आमाको मुटु छ। मेरो लागि आमाको आशीर्वाद हो। छोरा बाँचोस्, जीवन फेरि फुलोस् भनेर उनले गरेको अन्तिम बलिदान ढितो राखिएको सुन भन्दा ठूलो भयो आमाको माया।